नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। म हुँ बाबुराज गलान अनि आज म आइपुगेको छु एउटा बिल्कुल नयाँ र रमाइलो ठाउँमा। यो ठाउँमा पहिलो पटक आउँदा नै यहाँको वातावरणले मन नै शान्त बनाइदियो। वरिपरि हरियाली, सफा हावा अनि प्रकृतिको सुन्दर दृश्यले जो कसैलाई पनि आकर्षित गर्छ। यहाँ आउने बाटो पनि निकै रमाइलो थिए। यात्रा गर्दा देखिएका डाँडा, खोला, गाउँ र स्थानीय जीवनशैलीको आज धेरै उत्साह थपिरहेको छ। कहिलेकाहीँ नयाँ ठाउँ घुम्न भनेको केवल यात्रा मात्र होइन, नयाँ अनुभव र सम्झना बटुल्न पनि हो। अहिले म रहेको यो ठाउँ वास्तवमा नै धेरै सुन्दर छ। यहाँको शान्त वातावरण, मानिसहरूको व्यवहार र प्राकृतिक सौन्दर्यले मन जित्ने काम गर्छ। यदि तपाईहरू पनि बिजी लाइफबाट केही समय टाढा भएर फ्रेस फिल गर्न चाहनुहुन्छ भने यस्तो ठाउँ एकदमै रमाइलो डेस्टिनेसन पनि हुन सक्छ। यहाँ आएपछि मैले धेरै नयाँ कुरा देख्न पाएँ। स्थानीय संस्कृति, खानपान र यहाँको लाइफस्टाइल पनि धेरै फरक र आकर्षक लाग्यो। यस्ता ठाउँहरू एक्सप्लोर गर्दा नेपालको सुन्दरता झन् नजिकबाट महसुस गर्न पाइन्छ। साथीहरू, हामी धेरैजसो मोबाइलका काममा व्यस्त भइरहेको हुन्छौँ, तर कहिलेकाहीँ प्रकृतिसँग समय बिताउँदा मनलाई शान्ति मिल्छ र नयाँ ऊर्जा पनि प्राप्त हुन्छ। आजको यो यात्रा मेरो लागि निकै विशेष रह्यो। नयाँ ठाउँ, नयाँ अनुभव पनि रमाइला क्षणहरू, यी सबै सम्झनाहरू सधैँ मनमा बसिरहनेछ। यदि तपाईलाई पनि ट्राभल एन्ड भ्लग हेर्न मन पर्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भिडियो मन परे लाइक, कमेन्ट अनि सेयर पनि गरिदिनुहोला। धन्यवाद।